हेलो साथीहरू है आज चाहिँ म एउटा च्यालेन्ज के त्यो च्यालेन्ज चाहिँ म आफैलाई नै गरिरहेको छु हैन अनि यहाँबाट चाहिँ म हैन मेरो छोरी लिन जान्छु के माथि छ के माथि रोड छ है उता रोड चाहिँ उ त्यो माथि रोड हो क्या है अनि त्यो रोड चाहिँ यताबाट आउँछ है उ त्यो माथि जानुपर्छ हैन त्यो माथि चाहिँ म जान्छु के अनि त्यहाँ यहाँबाट जाँदाखेरि चाहिँ म घरबाटै भिडियो स्टार्ट गरेर जान्छु अनि मेरो यहाँ बुवा मम्मी सास ससुरा हुनुहुन्छ जस्तो जस्तो रियाक्ट आउँछ त्यस्तै रियाक्ट हाल्छु के मान्छेमा कन्फिडेन्ट पनि त हुनु पर्दैन साथीहरू एउटा भिडियो क्यामेरा तेर्साउने बित्तिकै चाहिँ मान्छेहरूको कस्तो नजर हुन्छ त हैन भनेर चाहिँ म हेर्छु है साथीहरू र सिउ म चाहिँ यो भिडियो चाहिँ हाल्छु नै के कस्तो चाहिँ हुँदो रहेछ म यहाँबाट भिडियो बनाउँदै नै जान्छु भिडियो बनाउँदै नै आउँछु बोल्छु पनि त्यस्तो त्यो नबोल्ने पनि हैन हैन बोल्नु पर्यो किन कस्तो हुन्छ मान्छेको नजर एउटा बुहारी होस् नि त ठाउँमा बस्नुपर्छ भन्ने छ नि मान्छेहरू त्यो होइन है ठाउँमा बस्नुपर्छ तर कस्तो ठाउँमा बस्नुपर्छ त मलाई पनि थाहा छैन ल बाई बाई सी यू साथीहरू है तिमी जान सक्छ हात राख्ने आउँछ क्या जानु आऊ बाई बाई बुवासँग बस्ने हो एकछिन ए बुवा त भर्खर आउनु भयो बुवा भर्खर आउनु भएको रे आमासँग बस्छ ल आमासँग बस्छु एकछिन म लिएर आउँछु म लिएर आउँछु नि यहाँ बस्ने है छोरी ज्ञानी भएर बस्ने ल ल अब म चाहिँ लिन जानु पर्यो ल बाई बाई म लिन गएँ ल दिदी लिन जान्छु ल टिभी बन्द गरिदिनु ल बाई बाई म आउँछु तिम्रो लिएर आउनु पर्यो ए झन्डै लडिन भाइ खुट्टो भाँच्यो झन्डै खुट्टा भाँच्यो मेरो बाबा ल साथीहरू म चाहिँ हिँडेँ मकै गाडी यस्तो हिँड्नुपर्छ हाम्रो चाहिँ बाटोको हालत यस्तो छ के अनि घर चाहिँ यस्तो गाडीमा जानुपर्छ हाम्रो यस्तो बाटो छैन के गर्नु यस्तो बिजोग छ हाम्रो अपडेट गराउनु पनि सबै कुराको अपडेट गराउँछु म हजुरहरूलाई हैन त्यस्तै हो यस्तो गाडी हिँड्नुपर्छ के गर्नु गाह्रो छ हट तराईको मान्छे यहाँ आएर हेर्नुहोस् न यस्तो ठाउँमा छु म एउटा गोडी खानु पर्यो क्या टिपेर खानु पर्यो नि च्यालेन्ज त गर्छु भने साथीहरू माथि आउँदै गर्दाखेरि कन्फिडेन्ट लो हुँदै जाँदो रहेछ है हेरौँ मैले च्यालेन्ज गर्न सक्सेस हुन्छु त भन्ने हो हजुरहरूको त्यो यस्तो बोडी कतिको छ त है म चाहिँ आइपुगेँ यस्तो बाटो घारीतिर आउनुपर्छ है यहाँ चाहिँ माथिबाट म त यहाँ भिडियो बनाउँदैछु होइन आज मेरो कतिको कन्फिडेन्स छ कि छैन मान्छेको अगाडि भिडियो बनाउनु भनेर बनाएको सुरुमै उहाँले देख्नुभयो ल अब कतिजनाले देख्नुहुन्छ होइन हेरौँ न के हुन्छ त होइन भिडियो बनाउँदामा के ल्याएको छोरी अब चाहिँ खै गाडी आउने टाइम भएको छैन है अहिले चाहिँ अनि यसो कुरिरहेको छु यहाँ आउनुपर्छ हाम्रो चाहिँ रोड के यहाँ छ नि त यहाँ चाहिँ हाम्रो सरको घर हो है यता हेर्नुहोस् हाम्रो छिमेकीहरू आज मेरो च्यालेन्ज आफैलाई च्यालेन्ज कन्फिडेन्ट बढाउनु पर्यो कि जहिले पनि डर त्रास किन भनेर चाहिँ आज म कन्फिडेन्ट बढाउँछु है साथीहरू लाज त अलिअलि कता लाग्छ त्यही पनि किन लजाउने कसको के खाइरहेछ लजाउने होइन भनेर चाहिँ म
कन्फिडेन्ट बढाउँदैछु बढाउने हो लाज शरम बचाएर के हुन्छ त लाज शरम किन मान्नु छ र कसको के गरिरहेछ र होइन म त त्यस्तो चाहिँ एकदम कन्फिडेन्ट हाई भएर आइरहेछ कन्फिडेन्ट हाई धेरै कन्फिडेन्ट पनि हुनु हुँदैन तर ठिक्क कन्फिडेन्ट त हुनु पऱ्यो कसको के गरिरहेछ र होइन साथीहरू टाइम चाहिँ धेरै नै भयो है साथीहरू अनि म चाहिँ अब जाँदैछु कि पसल जानु पऱ्यो है सामान यसो किन्नु पनि छ अनि भर्खर 3 बज्दैछ नि त अनि साथीहरू अब नानी आउने टाइम चाहिँ अब 3:15 हो कि त्यही भएर अब पसलतिर जानु पऱ्यो यस्तो बाटोबाट होइन टक्क हाम्रो त एकदम बाटो पनि एकदम पिच छ हेर्नुहोस् है हिलो पनि छैन है फेरि तपाईँहरूको आँखामा चाहिँ हिलो देखिएला हिलो होइन यो पिच हो मेरो आँखाले पिच देखिरहेछ चस्मा लगाइरहेछ नि त पिच देखिरहेछ मेरो आँखाले चाहिँ हेर्नुहोस् तपाईँहरूको आँखाले के देखिरहेछ त भन्नुहोस् है भन्नुहोस् है साथीहरू भन्नुहोस् हेर्नुहोस् यहाँ यस्तो दामी बनेपाको भ्यू हेर्न सक्नुहुन्छ साथीहरू बनेपाको भ्यू वाउ जस्तो पाए त्यस्तै मान्छे यहाँ कहाँ हुनसक्छ होइन अलिकति म स्ट्यान्डर्ड मान्छे भएर होला यस्तो ठाउँमा बिहे गरेर आइसकेकी छु होइन टक्क ठाउँ त दामी नै छ नि हेर्नुहोस् न घरै घर मान्छेले खेतीपाती नि गरेछ यस्तो दामी खेतीपाती गरेछ है आज मेरो च्यालेन्ज हो होइन म यो च्यालेन्ज चाहिँ पुरा गर्छु कि अब आज म यो च्यालेन्ज पुरा गर्नेवाला छु जसले जे सुके भन्नुहोस् मलाई तार मतलब छैन होइन अब म पसलमा भेट्छु है अब बाटोमा कोही छैन चरो मुसो कोही पनि छैन के को रियाक्ट हेर्ने हो नि त रियाक्टै छैन के कसैको पनि अब एकैचोटि पसलमा गएर भिडियो बनाउँछ है साथीहरू म के किन्छु त सियु